सुत्दैन नसुत्दैन फेरि चोपला के सुत्यो खोलामा कहाँ यति सिधै पर्खिँदो राँगा देउता उतै छ है परमेश्वर उतै फर्केर पस्किनु नाच्ने उफ्रिने पो गर्छ पोहोर चुई नफार्दा त काटेरै खायो गोरेलाई मन्द पऱ्यो त्यो अहिले आइतिर लगाइदियो अनि काम यता त्यो पखाल्यो भने झन् कालो भर्खर त सिँगुरी हान्दैछ सिँगुरी हानेर अहिले त्यहाँ नाचेर पो गर्छ त्यो पानी मात्रै हाल्ने काम चाहिँ होइन यो त्यो देउताहरूलाई पनि मनमा सोध्दै गर्नुपर्ने हुनु चाहिँ अब दिने पाकल थियो र दिएको अब एकपल्ट पर्छौँ अब देउता आइपुग्यो क्या अरे रमायो त लगाइदे सही पनि ब्याग नछोडिदिनु न माले ब्याग छोडिराखेको छ लाइटर मनी लाएर रोइन्छ लु लु जिउ पर्छ होइन अग्लो मान्छे सर्दैन त्यो केराको बादमा लगाएको त्यो अलि नाङ्लोमा थाप्नु तिनटाने कडा भयो जोडाइसकेको तिमीले बोलेर चढाइहालेर त्यहाँ निकाल न अहिले भने सुन्दैन सायद गरे पहाडले रागा हानेको राँगा हाने होला माथि बन्दुक ल्याएर उसैलाई रागा हान्नु लाउने पर्ने यो पक्कै हो रागा होइन यो त तल पड्केछ मान्छे यहाँ त बाह्रमा हाल्यो मान्छे छेउमै पर्नु सकेन भने हान्छ यत्रो चाहिँ त्यसो गरेछ राँगालाई बन्दुक ल्यायो त्यहाँ माइलाको बन्दुक छ त्यो सुगदार आएको होइन शनिबार हो सँगै सुतेको मान्छे कोठा आइपुगेपछि घर आइपुग्दा नि मम्मी थियो म शनिबार आएको आइतबार आएको को आउँछ तल्लोबार त्यत्रो भाडा तिरेर बिचमा भोलिपल्ट आउँदा नि हुने ठाउँमा 7 जना पो थियो ओखलडुङ्गा मान्छे खालि 2टा सिटमा सुतेर आएँ म गाडी जाम हुन्छ अरे ढिलो हुन्छ त्यो दिन बेलैमा आइपुग्यो फेरि आइतबार
बिग्रियो अगाडि दिएको परमेश्वरी पैसँगै गर्नु माने साह्रो पर्छ र वर्षाउँदै भयो टाउ त पर्खेको छ टाउको पर्छ जिउ पनि वर्ष ढिलो भइसक्यो भेडा जस्तो पर्दिन्थ्यो क्या बुढुलै पर्सिन् त्यसमा त ठुलो भएर हो कि अलि ठुलो घामले पोलेर पो हो कि शीतल भइरहेको पानी आउँदाखेरि खालि आएर यस्तो गर्दैछ आमाले त्यहाँदेखि अहिले तेरो गोरु लाएर एक छाक त्यो अस्ति तपाईँ जति लगाइदियो उति खुट्टाले पहिले टाउको लाग्यो त्यो पानी त्यो खोला भिजा त हो नभए अस्तिदेखि तातो तिनै ठाउँमा भिजाउँदै ठाउँमै उफ्रिने ठुलो पारेर यही गर्दा त फेरि चिलाइहाल्छ चित्तम होला फुलेछ म फुलेछ नि त यतै भित्र दाजु भन्दा धेरै फुलेछ मेरो छालाहरू मात्रै नदेखेको छालाहरूको त केही पनि छैन जिउमा टाउ त पर्सिरहेको छ के गोरे खरा कति घाम भएको छ कति शीतल भएको छ भन्नाले गोरेले छोएर हो क्या हो छिटो धुप लाग्यो तँले गएर आमा पूजा गर्नु भनेको म चाल पैसा अँगालो मारेर बसिरहनु के गर्नु अब भयो हान्ने अब मार त्यो फुल्ने जङ्गलमा भयो लु भयो समात्नु क्या यो पहिला लगाएर पछार्नु परेन नि धुप लगाइदियो अनि अघि भने मैले गाउँछ आधी छालाको क्या म चाहिँ उठेर आयो भने यसले प्वाक्कै दिने हो ल अब बाँधेर सिर्नु त होला नि बत्ती त मरेको छ नि त उहाँ घाँसलाई आगो बालेर यहाँ त किन लाग्नु पऱ्यो खोइ बत्ती पहिला आएको बत्ती यसै त काठ काहीँ लाग्यो चल्दै नचलेको लाग्यो बत्ती नै बस्दैन के हो पोले पो हो अघि फ्याँकिदिएको त है लु अहिले लाग्यो सुर्नु पार्यो परमेश्वरी है है पर्सि त्यति बाफ आइरहेको अलि एउटा खुट्टाले यसो गर्दा टुटुटुटुटुटु माइला यो फुलले पहिले बाँध्ने डोरी हेर्छ अब हामी नासी गरिसक्यो अब देउता अहिले रिस हिँड्यो भने रिसाउँछ